सम्पूर्णमा शिव नमस्ते। आज चाहिँ म हजुरहरूलाई हामी चाहिँ आज के भने मरौ हाम्रो कोपा खस्नु भएको छ नि त, मावली कोपा चित्रेमा त्यहाँ जाँदैछु। हजुरहरूलाई थोरै देखाउने चाहिँ हजुरहरू हेर्दै गर्नु होला। अटो यहाँदेखि नजाने भयो। अब यहाँ आउनुहुँदैछ मामा दिदीहरू माइजूहरू। तल्लोपट्टि मेरो घर हो, त्यो रोडको मुनतिर हजुर बस गाडी। ए लु यो चाहिँ के भन्छ अरे नाना यो ठाउँलाई? यो परको चमैता भन्छ पारी, यो मबिर। यो चमैता भयो पारीको यो मबिर। यो मबिर। लु यहाँ हाम्रो नाना फोटो खिच्नु रेडी हुनुहुन्छ। अब हाम्रो गन्तव्य चाहिँ यता हो है। यसो हुँदै यहाँ मामाको घर रहेछ। अनि अब यता जानुपर्ने। यता हो हाम्रो जाने ठाउँ चाहिँ। आज चाहिँ मौसम हेर्नुहोस् त गाइस। Oh my gosh! यो के भन्छ यहाँ त? चित्रे नि? चित्रे यहाँ छुवा हुनुहुन्छ हाम्रो छुवा जेठकुन भाइ अरे। काइला बसिरहेको छौँ कि अहिले। यहाँनिर चाहिँ अब माइजूहरू माइजूहरू चाहिँ पुरा असिना मसिनो पर्नु थालेको थियो क्या। अब यस्तो अवस्थामा हामी आइरहेको छौँ अहिले। अब हेर्दै जाउँ किन पर्नेछ। अब यहाँदेखि हामी निस्किनु पर्ने जस्ता मास्तिर अरे अझै माथिल्लो घर अरे। अब चाहिँ साथीहरू यहाँ हामी एकछिन फोटो खिच्दैछौँ है, अनि हामी हिँड्छौँ। अब साथीहरू हामी फोटो खिच्दै अब एकछिन नानाको फोटो खिच्यो होइन। अनि त्यहाँदेखि अब हामी चाहिँ माथि पुग्यौँ। हाम्रो जुन कोपा खस्नु भएको कोमा हो उहाँ चाहिँ हेर्नु त। कोमा चाहिँ फोटो खिच्यौँ मऱ्यौँ अब साथीहरू। अनि हामी चाहिँ एकछिन अब घर फर्किन्छौँ। पानी परेर साथीहरू आज केही गर्न पाइँदैन।